के भनिस् अरे? अस्ति नै हो किडनी फेल भएको भनेको, त्यही भएर पो अहिलेसम्म बाँचिरहेको रहेछ भनेको। किडनी फेल भएर बाँचेछ? किडनी फेल भएर पनि बाँच्छ कोही? त्यही त अर्काको किडनी कसको लिएर रहेछ र? खै अर्काको किडनी अर्काको मागेर काम चलाएको छु भने सापट लिएर रहेछ? बेचेको कल केपी ओलीले भनेको क्यार नि हो, अब त किडनी निकालेर फ्याँकिदिनु पर्यो। त्यही भएर पो यो देश थोत्रो भएर रहेछ। अब त्यो सबै मेसिन बिग्रिएको मन्त्री रहेछ, अनि मेसिन बिग्रिएका मन्त्री भएपछि देशमा दुर्घटना भइहाल्छन् नि। प्रधानमन्त्रीको शरीरै सबै बिग्रिया रहेछ, अनि कहाँ कहाँ जहाज गाडी चल्छन् त नि राम्रोसँग। तिमीहरू त्यसमा नेपालमा बस्दैनौ? किन नेपालमा नभए तिमीहरू? हामीलाई कहिले भात पकाएर खानिदिन्छ? बाबु बाबु नेपालमा फेरि किन नेपालमा नबस्ने? यहाँ नेपालमा कमाउने ठाउँ नै छैन के हुन्छ न? जस्तै अब आफूले चाहिँ उता जियोग्राफीमा जान मन लाग्यो, यहाँ केही पनि छैन त्यसको लागि। के जियोग्राफी? जस्तै जियोग्राफी एक्सपर्ट जस्तै माइनिङहरूको तिनीहरूको हुन्छ नि, यहाँ गऱ्यो भने 10,000 भन्दा बढी पाइँदैन। 10,000ले के खाने हो? त्यही त नि बाबु कहाँ जाने हो त? बाबु एकछिन म्युट गरेर उ गर त। लाइभ हो? पैसा कमाउनलाई बाहिर जाने बस्ने भयो त। होइन, हामीलाई भात खानु कल दिन्छ, पानी खानु कल दिन्छ, त्यही पिर भयो कि त्यत्रो घर। बाबु बस्छ त्यसपछि म आउँछु के। हामी मर्ने बेला तिमीहरू आउँछौ? होइन के बाबु यहाँ बस्छ अनि त्यसपछि अनि कमाएर उतै पढ्न जाने के, ऊ उता जान्छ हामी यता आउँछौँ के। ए म यता आउँछु बाबु उता जान्छ भन्न साथ दिने भयो हामीलाई। अनि त्यसपछि अनि बाबुले पनि कमाउन थाल्छ अनि हामी दुईजनाले नै कमाउन थालेपछि उतै जाने। नेपालमै कमाऊ न। हामीलाई पनि लिएर जान्छौ? के छ अरे बाबु? इन्फ्लेसन भनेको के हो र? पैसा बढे गर्छ। पैसा बढ्ने हो कि महँगी बढ्ने हो र? 90% इन्फ्लेसन भइसक्यो होला। होला मात्रै रिसर्च गरे हैन यसको बारेमा? मलाई देशमै बस्ने देशमै पसिना बगाउने कोही भनाइ। बाबुले अहिले के को बारेमा रिसर्च गर्दैछ अरे? यो गेम हेर्न थालेर केही पनि भनेन। मलाई आज पिर परिया छ, छोराछोरी विदेश जाने भयो। अब म बुढी भइसकेँ, कहाँ जाने हो? बाहिर जाने। मलाई पनि लान्छ हौ। अनि बुढी भइसक्छ अनि अहिले पनि देख्न समय छ त। केही देख्न नपार्नु मर्नु भन्दा त सबै देख्न त तिमीहरूलाई छोडेर विदेश जाने हो नि त। मर्ने नै भयो देखेर मरे पनि त मर्नु पर्यो नि, एउटा मात्र जीवन त छ। जीवन त कतिवटा? हिन्दूको 2टा जीवन हुन्छ के हो? फेरि किरा फट्याङ्ग्रा भएर जन्मिँदाखेरि कहाँ अमेरिकामा जन्मे पनि मान्छेले मारिदिइहाल्छ। अन्त राम्रो मान्छे भएर पो त हामीले त मासु खाएको नि। मासु खाने जन्मिँदैनन्। फुर्सदै छैन तिमीहरूलाई।